वेलकम टु माई युट्युब च्यानल। आज हामी एकदमै राम्रो प्रोजेक्ट बनाउने छौं र हामीले लिएको छौं यसको लागि पर्पल कलरको धागो र सबैभन्दा पहिला हामी बनाउने छौं नट र त्यसपछि हामी लिने छौं 8 वटा चेन। 8 वटा चेन लिइसकेपछि हामी फेरि ब्याक आउने गरी फेरि हामी 8 वटा चेनलाई नै उठाउने छौं। र हामी चाहिँ 8 वटा चेन डबल बनाउँदै छौं र यसपछि हामी लास्ट चेनमा लास्ट रोमा 3 वटा चेन लिने छौं। अब हामी 7 वटा चेन बनाउने छौं र हामीले यो सबै प्याटर्न योभन्दा पहिलाको भिडियोमा हामीले पात बनाएको थियौं। सेम त्यस्तै नै गरेर हामी यो पात पनि स्टार्टिङको पात पनि बनाउने छौं जसमा चाहिँ हाँगाहरू पछि हाल्नेछौं र स्टार्टिङको पात बनाउँदाखेरि योभन्दा पहिलाको मेरो भिडियो रहेको छ, त्यो भिडियो गएर अवश्य नै हेर्नुहोला। र अब हामी चाहिँ हाम्रो मेपल लिफतिर जानेछौं र हाम्रो पात चाहिँ रेडी हुँदैछ र उसको आकार चाहिँ आउँदैछ बिस्तारै बिस्तारै। हामी कुनै हतार नगरिकन हामी त्यो पातलाई बनाउनेतिर लाग्दैछौं। यो चाहिँ प्रोजेक्ट मेरो एकदमै मनपर्ने पात हो मेरो र त्यसैले आशा छ हजुरहरूलाई पनि मनपर्छ होला र माया र सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु म यसै भिडियोको मार्फत। र हाम्रो पात चाहिँ रेडी हुँदैछ र हामी स्टार्टिङको रोमा हामी यसरी घुम्न परेको हुनाले कारणले हामीले चाहिँ एउटै रोबाट 3टा चेन लिनेछौं र अब हामी 6 वटा चेन बनाउने छौं। बनाउँदै स्टार्टिङमा हामीले 8 वटा चेनबाट स्टार्टिङ गरेको हो र हामी एक चेन हामी घटाउँदै जाँदाखेरि र हाम्रो त्यो पातको आकार आउँछ र हेर्न सक्नुहुन्छ पातको आकार आइरहेको छ र हामी फेरि ब्याक जाँदैछौं। ब्याक जाँदैछौं हामी फेरि अनि हाम्रो पात चाहिँ रेडी हुँदैछ बिस्तारै बिस्तारै। हाम्रो पात
बनिरहेको छ र हामी चाहिँ पातको आकारतिर आएको छौँ र पातको आकार बनिरहेको छ। आशा छ यसै गरी हजुरहरूले पनि यो पात बनाउनु हुनेछ र धेरै माया र सपोर्ट गरिदिनु हुनेछ भन्ने आशा राख्दै हामी यो पात बनाउनेतिर लागिरहेको छौँ। अब हामी पातको लास्ट रौमा छौँ र हामी यसको हाँगा बनाउनेतिर जानेछौँ। र हाँगा बनाउनको लागि हाम्रो भ्याइसकेको छ। देख्न सक्नुहुन्छ हाम्रो पात बनिसकेको छ। अब अर्को रोतिर जानको लागि हामी 3टा चेन लिनेछौँ र त्यो चेन लिइसकेको चेनलाई हामी डबल बनाउनेछौँ र फेरि हामी त्यही पातसँग जोड्नेछौँ। यो पात बनाउँदै गर्दाखेरि हजुरले ठुलो पात बनाउनु चाहनुहुन्छ भने धेरै चेन लिनुपर्छ र सानो पात बनाउन चाहनुहुन्छ भने थोरै चेन लिनु पर्दछ र हामी चाहिँ यो एकदमै मिडियम पात बनाइरहेको छौँ र हामी पातको पनि हाँगा भन्ने हो कि अलिकति फाटेको हाँगाहरूमा त्यसलाई जोड्नेछौँ। अब हामी पातको हाँगा बनाउँदैछौँ र पातको हाँगा बनाउँदै क्रममा हामी चाहिँ पहिलाको बनाएको हाँगैसँग हामी जोड्दै लैजानेछौँ। हामीले पात अलि हाँगा भएको पात बनाइरहेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो एउटा सिङ्गो पातको आधा हाँगा तयार भइसकेको छ र यसै गरी हामी अघिसम्म हामी बढ्दो क्रममा पातको हाँगा बनाइरहेको थियौँ भने अब हामी घट्दो क्रममा उसलाई बनाउनेछौँ र सेम तरिका हामी अब अर्को साइडको पात बनाउँदाखेरि पनि गर्नेछौँ र अब हामी चाहिँ घट्दो क्रममा पात बनाउनेछौँ। हामी अघि नैसम्म बढ्दो क्रममा पात बनाइरहेको थियौँ। हजुरले देख्न सक्नुहुन्छ र अब हामी घट्दो क्रममै बन्नेछ हाम्रो पात। र यो लास्ट बढ्दो क्रमको पातको हाँगा भन्ने होला त्यही बनाइरहेको छौँ र यसपछि हामी चाहिँ घट्दो क्रमको तिर जानेछौँ। हामी चाहिँ पातको हाँगा बनाइरहेको छौँ र हामी अब यो लास्ट लाइन हो बढ्दो क्रमको र यसपछि हामी यसपछि अर्को रो स्टार्ट गर्दाखेरि हामी घट्दो क्रमको चेन बनाउनेछौँ
र अब हामी घट्दो क्रमको चेन बनाउनेतिर गइरहेको छौँ। घट्दो क्रमको चेन बनाउँदाखेरि हामी दुईटा चेन छोडेर हामी बनाउने छौँ र अब हामी फेरि दुईटा चेन छोडिसकेको छौँ र अब हामी त्यसैमा फेरि ब्याक जाँदैछौँ। यसै गरी हामी 3 चोटि ब्याक जाने अनि रिटर्न आउने अनि फेरि दुईटा घर छोड्ने गरेर चाहिँ हाम्रो घट्दो क्रम पनि कम्प्लिट हुनेछ र हाम्रो पातको अर्को हाँगा तयार हुनेछ र सेम फर्मुला युज गरेर हामी अर्को साइडको पात पनि हामी बनाउने छौँ र यो हाम्रो पात रेडी हुन लागेको छ। हेर्न सक्नुहुन्छ हाम्रो पातको शेप। वाउ, ब्युटिफुल, कति राम्रो आएको छ। मलाई एकदम मनपर्ने यो पात। आशा छ हजुरहरूलाई पनि मनपर्छ होला यो पात। र हामी चाहिँ घट्दो क्रममै छौँ। घट्दो क्रमको चेन बनाइरहेको छौँ। र हामी फेरि ब्याक जानेछौँ। र यसै गरी अब हामी ब्याक गइरहेको छौँ। अब हामी यो लास्ट चेनबाट हामी अर्को पातको चेनलाई उठाउनेछौँ। र अब हामी पातको डाँठा बनाउनेछौँ। पातको डाँठ भने नि भयो। त्यो डाँठ हामी 4वटा चेन लिएको छौँ र हामी फेरि त्यो 4वटा चेनमध्ये डबल बनाइरहेको छौँ। र अब हामी एक साइडको पातको हाँगा कम्प्लिट भइसकेको छ र अब हामी दोस्रो साइडको पातको हाँगातिर बनाउने क्रममा छौँ र हामी यो चेन पुरै लिनेछौँ र यसपछि हाम्रो बढ्दो क्रममा चेन हुनेछ। त्यही भएर यो चेन लिइसकेपछि हामी 3टा चेन एक्स्ट्रा लिनेछौँ। हाम्रो 3टा चेन एक्स्ट्रा भइसक्यो र अब यही 3टा चेनलाई हामी फेरि डबल बनाउनेछौँ। अनि यो क्रम जारी रहनेछ। 3 स्टेपसम्म हामी बढ्दो क्रममा गरिरहेको छौँ भने 3 स्टेप हामी घट्दो क्रममा छौँ र यसरी फर्मुला युज गरेपछि हाम्रो पात बनेर रेडी हुनेछ। र देख्न सक्नुहुन्छ हाम्रो पातको शेप आइरहेको छ र हामी चाहिँ अब हाम्रो पात चाहिँ फिनिसिङतिर गइरहेको छौँ। अब हामी हाम्रो पात बन्नै लागेको छ। अब हाम्रो पात फिनिसिङ हुने लागेको छ र हाम्रो चाहिँ रेडी हुनेछ हाम्रो पात। देख्न सक्नुहुन्छ
हामी अब बढ्दो क्रमको लाइन कम्प्लिट गरिसकेका छौँ। अब हामी घट्दो क्रमको लाइनतिर जाँदैछौँ। अब हामी घट्दो क्रमको लाइनतिर जानेछौँ। घट्दो क्रममा हामी चाहिँ दुईटा चेन लिँदैछौँ र फेरि अब हामी ब्याक गयौँ। सेम अघि नैकै जस्तै हामीले यो पातको हाँगालाई पनि बनाउनेछौँ र यसै गरेर यो पात चाहिँ हाम्रो कम्प्लिट भइरहेको छ। हजुरले पनि यो पातलाई बनाउन सक्नुहुन्छ। आशा छ हजुरलाई यो भिडियो मनपर्छ र यो पात पनि र देख्न सक्नुहुन्छ हाम्रो पात रेडी छ। अब हामी हाम्रो अब पात फिनिसिङतिर छौँ। अब हामीले चाहिँ धागो काटिरहेको छौँ। अब हाम्रो पात रेडी भइसकेको छ र त्यो धागोलाई हामीले लुकाउने छौँ अर्को धागो, किनभने सेम टु सेम धागो छ, त्यही भएर त्यसैभित्र हालेर अनि फेरि एक्स्ट्रा धागोलाई काट्ने छौँ र त्यो स्टार्टिङको त्यो धागोलाई पनि भित्र हालेर, योभन्दा पहिला गएको भिडियोमा हामीले सुईको सहयोगले हामीले भित्र हालेको थियौँ भने अहिलेको भिडियोमा हामी क्रुसको सहयोगले धागोलाई भित्र हालिरहेको छौँ र देख्न सक्नुहुन्छ हाम्रो पात बनेर रेडी भइसकेको छ। वाउ, कति राम्रो देखिएको छ यो हाम्रो पात। हजुरले चाहनुभयो भने आफ्नै मन परेको कलरसँग यो पात बनाउन सक्नुहुन्छ र हजुरको इच्छाअनुसार ठुलो सानो बनाउन सक्नुहुन्छ। यो पात अगाडि पछाडि हेर्दाखेरि पनि कति राम्रो छ, कति ब्युटिफुल छ, एकदमै राम्रो, मलाई मन परेको यो पात। र हेर्न सक्नुहुन्छ यो पात कति राम्रो छ, अगाडि पछाडि गरेर यो हाम्रो 3टा हाँगा हालेको पात हो। Thank you for watching this video and subscribe please.